आज म यो योगभित्र पतञ्जलिद्वारा महाऋषि पतञ्जलिद्वारा प्रतिपादित अष्टाङ्ग योगको बारेमा छोटो कुरा म गर्न गइरहेको छु। यसमा अष्टाङ्ग योगलाई मुख्य रूपमा दुई भागमा विभाजन गरेर हामी यो योग अभ्यास गर्न सक्दछौँ र दुई भागमध्ये यो अष्टाङ्ग योगभित्रको यसको दुईटा, एउटा अन्तरङ्ग योग र अर्को बहिरङ्ग योग। अन्तरङ्ग योगभित्र हाम्रो 5वटा विधा पर्दछन्। अष्टाङ्ग योगभित्रका 5वटा 1, 2, 3, 4, 5 हेरेर मैले भनिरहेको छु। र पहिलोमा छ अष्टाङ्ग योगको अन्तरङ्ग योगभित्रको यम छ। यो यमभित्र 5वटा नियम हाम्रो आचरण गर्ने, जसले गर्नुपर्ने मानवताका कुराहरू सबै त्यसमा यममा राखिएको छ। योगको मूलभूत सिद्धान्त यमभित्र छ। र दोस्रो अन्तरङ्ग योगभित्रको दोस्रो छ, त्योभित्र हाम्रो नियम छ। योभित्र पनि 5वटा नियमहरू छन्, यसले पनि धेरै कुरा गर्छ। तेस्रोमा छ आसनहरू। हामीले जति किसिमका आसन गर्ने गर्दछौँ योग अभ्यास गर्दाखेरि। तेस्रोमा अष्टाङ्ग योगभित्रको तेस्रो विधा भनेको हाम्रो आसन हो। चौथोमा प्राणायाम छ। श्वास प्रश्वाससित सम्बन्धित जति कुराहरू पनि हाम्रो जोडिएका छन्, यो चौथोमा भनेको हाम्रो प्राणायाम हो। पाँचौँमा अन्तरङ्ग योगभित्रकै 5औँ हो विधा हो। 5औँमा प्रत्याहार भनेको हाम्रो ज्ञानेन्द्रिय सेन्सिटिभहरूलाई कन्ट्रोल गर्ने। अब त्यो गरिसकेपछि हाम्रो के हुन्छ, धेरै कुराहरू प्रत्याहार। यो भयो हाम्रो अन्तरङ्ग योगको पहिलो भाग। अब यसैभित्र दोस्रो भाग, यो अष्टाङ्ग योगको दोस्रो भाग 1 देखि 5 सम्म अन्तरङ्ग योग, 6, 7 र 8 भनेको हाम्रो यो बहिरङ्ग योग। अन्तरङ्ग योग यम, नियम, आसन, प्राणायाम र प्रत्याहार। अब बहिरङ्ग योगभित्र हाम्रो 3वटा पर्छ। धारणा, पहिलो धारणा, हामीले सकारात्मक नकारात्मक वस्तु हेर्ने दृष्टिकोण धारणा बनाउँदैछौँ, बहिरङ्ग योग। त्यसपछि ध्यान भयो 7औँमा र 8औँमा समाधि र अन्तिम यो योगासन अष्टाङ्ग योगभित्रको अन्तिम विधा भनेको यो समाधि भयो। समाधिमा गइसकेपछि मान्छे प्रायः जसो यो फर्किँदैन जीवनमा, अन्तिम कर्मले प्राप्त गर्ने कुराहरू भयो। त्यो भएको हुनाले यो अष्टाङ्ग योगभित्रको मूलभूत पतञ्जलि ऋषिले प्रतिपादन गरेको अष्टाङ्ग योगभित्रका दुईवटा विधा भयो हाम्रो। यो भित्र मूलभूतमा अन्तरङ्ग योग र बहिरङ्ग योग। आजको भिडियोमा मैले यति गरेँ। अर्को थप कुरो म अर्को भिडियोमा गराउन हेर्दै गर्नु। धन्यवाद।